guys, welcome back to our another video. So आज चाहिँ हामी कहाँ जाँदैछौँ म्याडम? पशुपतिनाथ दर्शन गर्न हामी चाहिँ यहाँ के को लागि वेट गरिरहेको छौँ भने याङ्गो। हाम्रो चाहिँ याङ्गोबाट बुक गरेको ट्याक्सी आइसकिसकेको छ गाइस। झन्डै मलाई छोडेर गाइस। वाउ कस्तो टल्केको यो चाहिँ हाम्रो पशुपतिनाथसम्म। हजुर कता हिँड्नु भएको? पशुपति हिँड्यो कि हामी चाहिँ यहाँ पूजाको लागि केही सामग्रीहरू किन्दैछौँ होइन। ओम गणेश नमः नमः भन्नुपर्ने होइन सुर्कनमा। ओम गणेश नमः नमः, ओम गणेश नमः नमः। डुङ्गेर फुल चढाउनु हुँदैन नि भगवान्लाई। के गराउनु? डुङ्गेर फुल चढाउनु हुँदैन नि भगवान्लाई। ल हामी कहाँ आइसकेको छौँ अब? पशुपतिको गेटमै आइसकिसकेको छु। कस्तो रमाइलो भइरहेको छ, आनन्द आइसकिसकेको छ यहाँदेखि। मेरो साथी पशुपतिको दर्शन गर्नुभन्दा अगाडि चाहिँ हामीले यहाँनिर जुत्ता चप्पल राख्नुपर्ने हुन्छ। वहाँ परदेखिको लाइन छ नि। अब यस्तो गर्दा भयो, भरे ढिलो हुन्छ कि यसो सामान सामानहरू दिएर उ गर्दा नि भयो नि त। मम्मी यता हेर्नु न हौ, तपाईँ चाहिँ कति उता मात्रै हेर्नुभएको। हामीले सुन्नमा के ऊ त्यहाँनिर उत्पत्ति भएको ठाउँ के अरे मम्मी भन्नु त? पशुपतिनाथ उत्पत्ति भएको भनेर गौशाला भनेको चाहिँ त्यहाँलाई रहेछ। हामीलाई थाहा भएन, बल्ल थाहा भएर आज त्यहाँ गएर आयौँ दर्शन गरेर। अनि यता चाहिँ साह्रै भिड छ, सकिने जस्तो छैन। हामीलाई ढिलो पनि भइसक्यो होइन। अनि आरामले आफै गङ्गा जल चढायौँ, बत्ती बाल्यौँ, एकदम रमाइलो दर्शन गऱ्यौँ। यहाँ चाहिँ खुल्ला भएर मजाले दर्शन गर्न पाइयो। आनन्द भयो होला नि मम्मी। यहाँ आउँदा एकदम आनन्द भएको छ छैन हौ तपाईँलाई? आनन्द कति आनन्द पशुपति भगवान्को यस्तो आनन्द त कसैको होला र जस्तै भएको छ। मम्मीले एउटा यसो युट्युब च्यानल खोल्नु भयो भने चाहिँ छिटै प्रगति गर्नु होला जस्तो लाग्यो मलाई। हामीले चाहिँ दर्शन गरिसक्यौँ होइन। हजुरलाई पनि थाहा छ भित्र क्यामेरा लिन भनेर चाहिँ। अब चाहिँ हामी यहाँनिर फोटोहरू भिडियोहरू लिन्छौँ, त्यसपछि चाहिँ यहाँबाट लाग्छौँ। अलिकति हतार छ, त्यही भएको कारणले गर्दाखेरि त्यति मजाले हामीले टाइम दिन सकिँदैन यहाँनिर चाहिँ। अब 3 बजे नै होइन हामी लाग्नुपर्ने, अरू पनि बाहिर कामहरू केही छ। हामीले यहाँनिर भिडियो सिडियो बनाइसकेर चाहिँ हामी अब लाग्दैछौँ सरी घरतर्फ होइन। एकदमै भिड छ यहाँ, सबैजनाको आफ्नै पोज छ म्याडम। ल शम्भो जय शम्भो। ल अब चाहिँ हामी लाग्यौँ। अब हामी कहाँ जाने भन्दाखेरि नि त्यो अहिलेको चप्पल जहाँनिर खोलेको थियो त्यहाँनिर जान्छौँ। एकदमै भिड छ, जे होस् मङ्गलबारको दिन भएर पनि होला होइन। यहाँ तर यहाँ अरू बेला पनि सधैँ भिड हुन्छ। हाम्रो मम्मीको चाहिँ जहाँ जाँदा पनि हराउने एउटा ट्याग छ। तर आज चाहिँ हराउनु भएको रहेछ। हामी चाहिँ हरायौँ भने एकदम खुसलास भइरहेको, तर मम्मी हराउनु भएको रहेनछ। ओके गाइज, ल है अब हामी चाहिँ अब हराउनु भइसक्यो त, हामीले खोजी पनि सक्यौँ नि त। कस्तो भयो त म्याम पूजा? राम्रो भयो, प्रसाद चाहिँ राम्रो भेट्यो। राम्रो होइन, धेरै राम्रो भेट्यो है। हामी चाहिँ फर्किँदाखेरि लोकल गाडीमा चढेर फर्किसकेको छौँ। सुधा म्याम